सो आजको गेम चाहिँ कसले जित्यो भनेर चाहिँ हेर्न नबिर्सिनु होला फुल भिडियो। हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 19 अफ 30 डेज मिनी ब्लक च्यालेन्ज। सो आज पनि चाहिँ हामी चाहिँ गेम हेर्न गएको छौँ। हेर्न सक्नुहुन्छ हामी चाहिँ टुडी खेलाइसकेका छौँ। आज पनि चाहिँ 3 बजेदेखि गेम भनेर चाहिँ 4 बजाइदियो है। त्यही पनि हामी चाहिँ यस्तो घाम लाग्यो पनि 4 बजे पनि घाम लागिरहेको थियो, त्यही पनि हामीले चाहिँ गेम हेऱ्यौँ अनि त्यसपछि बल्ल बल्ल गेम स्टार्ट भयो। सो अनि आज चाहिँ रहेको छ शहीद भीमनारायण गोल्ड कप डे 2 र आजको गेम चाहिँ झापा बिर्तामोड भर्सेस गाईघाट युनाइटेड थियो र दुइटै टिमको प्रस्तुति चाहिँ एकदमै राम्रो थियो र हामीले चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ भिडियो लिँदै अनि त्यसपछि यहाँ चाहिँ मान्छेहरू हेर्न सक्नुहुन्छ क्राउड कतिको छ है। अनि त्यसपछिबाट हेर्न सक्नुहुन्छ म चाहिँ कस्तो अवस्थामा छु है आम्मामा। र गेमको अन्तिम समयमा चाहिँ झापा बिर्तामोड 3 र गाईघाट युनाइटेड 1ले गरेर झापा बिर्तामोडले जित हासिल गरेको छ। सो त्यसपछि अनि चाहिँ हामीसित लाग्यो घरतर्फ। हेर्न सक्नुहुन्छ मान्छेहरू उठिसकेका छन् घर जानको लागि। सो हामी पनि उठिसकेका छौँ घर जानको लागि। सो आजको लागि चाहिँ यति नै। हस्त टाटा बाई बाई गाइस, फेरि भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा।